नौ देउरी ए जो 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 लु लु आउनु लु आउनु महाराजजीले बताइदिनु पनि हुन्छ यो ठाउँको विशेषता पनि सुन्दै सुन्दै हिँड्नुहोस् है ल लु भनिन्छ होइन परमधाममा 9 देउरी 16 देउरी 13 देउरी अनि झुन्डो घाट वर्णन आउँछ चर्चनीमा वर्णन आउँछ हाम्रो शास्त्रहरू जति छन् मूल ग्रन्थ श्री तारतम सागर हो त्यसपछि परमधामको वर्णनमा चर्चनीका पट भनिन्छ चर्चनी नक्सा त्यसबाट वर्णन आउँछ अनि विराट प्रदर्शन आउँछ यो संसारदेखि परमधामसम्म वर्णन आउँछ अब यस्तो प्रकारले ग्रन्थहरू छन् अनि यहाँको इतिहास जो छ त्यसलाई वितक साय भनिन्छ होइन वितक लालदाजी महाराजको वितक मुख्य मानिन्छ यस्ता कयौँ वितक छन् 14-15वटा वितक 16वटा वितक पनि मानिन्छ र यो नौदेरी चाहिँ भनेको चाहिँ सद्गुरु महाराजको माता पिता र माता कुँवरबाईको नाममा बनाएको हो अनि जब उहाँहरू धाम जानुभयो अब मतुमेता धाम जानुभयो यहीँ राजमन्दिरमा होइन उहाँहरू कच्छबाट आएर भोजनगरबाट आएर चाहिँ राजमन्दिरमा मतलब मन्दिर त पछि नाम भन्यो तर त्यो घर बनाएको उहाँहरूले देवचन्द्र महाराजले आफ्नो हातले नै घर बनाएर मातापितालाई पनि त्यहाँ राखेर पछि उहाँ चाहिँ अब चर्चा कथा गर्ने सत्सङ्ग गर्ने भागवत सुन्ने यस्तो गर्दा गर्दै उहाँलाई वीर वैराग आयो सबै परिवार छोडेर उहाँले फेरि गाङ्गेजी भाइले अलिक दिन लगाएर राख्नुभयो उहाँ पनि मन परेन उहाँलाई र त्यो चाक्ला मन्दिरलाई पनि छोडेर त्यागेर नौतुपुरी जहाँ छ अहिले त्यो नौतुपुरी चाहिँ गाङ्गेजी भाइको बगैँचा थियो अरे त्यो बगैँचा भएको जग्गामा झोपडी बनाउनु भयो कुटी भन्ने जसलाई हो नि कुटी बनाएर बसेर चाहिँ त्यहाँ ओल्लोपट्टिको खिजडा चाहिँ पहिलेदेखि थियो खिजडाको रुख त्यसलाई संस्कृतमा समी वृक्ष भनिन्छ त्यो समी वृक्षको फेदमा बसेर चाहिँ उहाँले तपस्या गर्ने चर्चा कथा गर्ने सत्सङ्ग गर्ने आउन जानेलाई भक्तजनहरूलाई सम्झाउने अनि त्यसको यता सामनेबाट चाहिँ कुटी बनाउनु भएको थियो फेरि जसलाई आज गादीवडा भनिन्छ गादीवडा भन्छ हामीहरू सद्गुरु महाराजको गादी हो त्यो सानो ओडी भनेको रुमलाई भन्छ हाम्रो रुम भनेको झुप्रो कुटीलाई ओडी भन्छ नि भाषामा ओडी भनेको चाहिँ रुम हो खासमा गुजरातीमा त यस्तो प्रकारले त्यहाँ बस्नु भएको अनि उहाँको मातापिता धाम गएपछि प्राणदाजी महाराज हुनुहुन्थ्यो उहाँले कुरो गर्नुभयो कि यस्तो यस्तो भएको छ हाम्रो यहाँ जग्गा छैन हामी त यसरी बाहिरबाट आएका हौँ त प्राणदाजी महाराज त उहाँ राजदरबारमा आउने जाने उहाँको राम्रो थियो अनि यतापट्टि गाङ्गेजी भाइको पनि राजदरबारसँग सम्पर्क थियो काम उहाँ पनि गर्नुहुन्थ्यो हुँदै अनि त्यो हिसाबले राजाले नै भन्छन् कि यो जमिन दिएर यहाँ राख्नु तिमीहरूको मातापितालाई समाधि यहाँ दिनु हजुर समाधि स्थल बनाउनको लागि जग्गा दिएर अनि पिताजी धाम जानुभयो माता सती जानुभयो त्यतिखेर उहाँले आफ्नो त्यागेको पतिदेवको विरहमा त्यस्तो भएपछि अनि सँगै समाधि दिएको उहाँको मातापिताको नाम त्यस कारणले यो बनाएको अनि सद्गुरु श्री देवचन्द्र महाराजजीको चाहिँ समाधि स्थान अलिक पल्लोपट्टि छ फेरि अब पुरानो साधु सन्तहरूको भनाइ के छ भन्दाखेरि यो जग्गा सबै त्यतिखेर खाली थियो एउटै यो पर रोडदेखि भित्र बाटै थिएन त्यतिखेर होइन खाली आउने गोरेटो मात्रै यो जग्गा अब खाली थियो यो समाधि यति जग्गा रोके त्यसपछि चाहिँ अरूहरूले बिस्तारै यहाँ मान्छेहरू आएर बसेर कब्जा गरे सबै जमिन हुँदै बिचमा दुई भाग पऱ्यो उताको भाग अलग भयो यताको भाग अलग भयो त्यो पल्लो भाग जो छ राजमन्दिरवालाहरूले समेटे आफ्नो कब्जामा राखे यो चाहिँ नौतुपुर धामको कब्जामा छ नौतुपुर धामबाट चल्छ यो यस्तो प्रकारले दुई भाग भएको र त्यो हिसाबले यो नौदेरी भनेको
ऊ माथि चुचुरो छ नि त्यो 9वटा छन् त्यसलाई 9 देउरी 13 हुनेलाई 13 देउरी 16वटा भएकोलाई 16 देउरी भन्छ परमधामको बाबामा यसरी हो त्यता हेर्दै हेर्दै पनि जाउँ है हजुरले भन्दै पनि जानुहुन्छ यतै जाने हो नि त यहाँ हस् अब यही जग्गामा परम्परा साधु सन्तहरूको महन्तहरूको समाधि पनि यहीँ नै दिएको हो सबै यो चाहिँ सर देखिएको यो चाहिँ यो चाहिँ यहाँ बस्थे पहिला के अरे साधु सन्तहरू बस्थे यहाँ त्याग गरेर तपस्या गर्थे हो यहाँ मुनि पनि अर्को रुम छ तल तपसी महाराजहरू बसे जस्तो हजुर मोहनदास तपसीजी पनि बस्नु भएको यहाँ त्यसपछि अर्को एकजना भक्तुदास भन्ने के अरे आश्रमको हुनुहुन्थ्यो पोरपरा धाम जानु भर्खरै 3-4 वर्ष मात्रै हुँदैछ पौडेल उहाँ चाहिँ होइन थरीको पौडेल उहाँले यहाँ बसेर पुरा यहाँ मेवा लगाएर त्यो हिउँदे सिमीहरू लगाएर वरिपरि हामीहरू बोरा टिपेर लान्थ्यौँ यहाँबाट त्यस्तो रमाइलो बनाएको थियो अनि उहाँभन्दा पहिला पनि एकजना गोरखपुरको चेतन दास भन्ने एकजना बिहारी सुन्दरखाल बस्थे उनले पनि यहाँ धेरै वर्ष सम्हाले यस्तो प्रकारको यो 9 देउरी 13 देउरी 16 देउरी तर एउटा देउरीको नाम राखेर 9 देउरी भन्ने हजुर अब यहाँ चाहिँ बम्बईका ठुल्ठुला जो सेठहरू भयो उनीहरूको समाधि यहाँ दिएको छ अनि सन्त मन्त्रको के कति छन् अब त्यो सबै यहाँ कुनै समाधि बनाएर हुन्छ क्या पहिला हजुर त्यत्तिकै यो मिल्यो कि नै अनि त्यसपछि अब हाम्रो प्रणामी विश्वका गुरु ज्ञानका इलमका गुरु बाबा श्री लक्ष्मीदासजी महाराज धर्मदासजी महाराजजीको भाइ कान्छा भाइ उहाँको समाधि चाहिँ यही सामनेको हो यही जो पनि आउँछन् उहाँलाई प्रणाम नगरी जाँदैनन् अनि उहाँकै चेला पनि एकजना दीनदयाल महाराज बम्बई बोरीवली बस्नुभयो पहिला कालिम्पोङ बस्नुभएको उहाँको जन्मस्थल लोले बस्ती हो उहाँले पनि अधिकारी लालदास अधिकारीको छोरा उहाँहरूको 16-17 जना कति छोरा थिए अरे 3-4 बहिनीहरू छोरीहरू त उहाँले उहाँको पनि गुरुकै स्थान मलाई समाधि गर्ने भन्नुभएको छ यहीँ ल्याएर उहाँ तारिक पनि ल्याएछ 2016मा धाम जानुभएको दीनदयाल महाराजको फोटो पनि छ अझै ताजै छ हो अनि उहाँकै नाममा आज तिथि हिजो कि आज कति आजै हो हजुर र उहाँ पारण गर्दैछ उहाँको चेलीले मन्दिरमा पारण गरेको बिहान रसुई दिएको गरेको उहाँले नै हो रचिता भन्ने हाम्रो सुन्दरखाल बम्बई गोरीवालीको हुन् उनले रसुई दिएको चर्चा हर साल गरेर यो प्रकारले नियम छ हाम्रो खिका पुजारी महाराजको रहेछ यहाँ पुजारी महाराज सबभन्दा पुरानो पुजारी हो त हुनु त्यतिखेर हुनु उहाँ भाइले देखेको टिका प्रसाद अधिकारी होइन उहाँ उतै नेपालतिरैको हुनुहुन्थ्यो पछि उहाँको जमिन मादेरी हाटमा पनि थियो सबै बेचबाच गरेर छोडेर हेर्नु उहाँको बहिनीहरू उहिले 2 भाइ चम्लगाईले बिहे गरेर अहिले सन्तपुरमा छन् उहाँको परिवारहरू एक परिवार ज्वाइँ एकजना हुनुहुन्छ सायद अझै पनि यो चाहिँ यो अगाडिको चाहिँ अब त्यही सबै समूहमा सुन्दरसाथहरूको त्यो के भन्छन् अस्ति यहाँ ल्याउँछ नि सेला उहाँहरूको स्मृतिमा बनाएको यो साधु सन्तहरूको यो चाहिँ अर्को चाहिँ त्यो बम्बईको सेठानीहरूको परिवार माता बाबाजीको उसमा सबैले प्रणाम गरौँ यहाँ हाम्रो सबैको गुरु हुन् प्रणामी विश्वको गुरु जति पनि विद्वान छन् भारतवर्षमा उहाँकै चेला सबै हामीहरूले पनि उहाँसँग नै तालिम लिएको जति पनि नेपालमा बङ्गाल आसाम सिक्किम भुटान जहाँ पनि विद्वान छ नि उहाँको चेला बाबाजी अरू कोही पनि छैन कसैले छैन धर्मदासजी महाराजले आधिपति हुनुभयो उहाँ चाहिँ सबलाई शिक्षा प्रशिक्षण दिने उहाँको जिम्मा हो त्यस्तो धनीदासजी महाराजको समयदेखि उहाँहरूले सबै तालिम दिनु सुरु गरेको बहुत जानुहुन्थ्यो अनि अहिले पनि जति छन् नेपाल विद्वान हजुरले चिन्नुहुन्छ जो जति पनि नाम लिनु सक्नुहुन्छ उहाँकै चेला हो
नवलकिशोर आचार्य हुनुहुन्छ अहिले हाम्रोमा हो। देवकृष्ण तिमसेन पण्डितजी हुनुहुन्छ, उहाँहरू दाजु हो। अनि यो पुलचोकमा अहिले हेमप्रसाद दाहाल हुनुहुन्छ। त्यस्ता कति भयो अब नामै मलाई कमल कृष्ण पण्डितजी हुनुहुन्थ्यो होइन। अनि मदन शर्माको बुवा उहाँ पनि यहीँ तालमिलेको। अर्को कृष्णमणि दाहाल भन्ने पण्डितजी हुनुहुन्थ्यो। हजुर छवेल मनेको बुवा उहाँ त खास बाबाजीको भानिजै हुन्। फेरि तालिम उहाँको गुरु, तालिमको गुरु उहाँ नै हुन्थ्यो बाबाजी। यस्ता कैयौँ भयो झापा जिल्लातिर होइन। नेपालीमा धेरै नै बहुत धेरै नै हजुर धेरै नै त्यस्तो खालको यहाँबाट उता छ नि उता माथि हेर्दा हुन्छ। चढेर माथि त अब चढेर चढ्न ए जाउँ न चढ उतापट्टि देखिन्छ नि उता चप्पल खोलेर आउँदा नौदेउरी यो जामनगरको यो नौदेउरीको यो स्थल हो। यहाँ विशेष गरी यहाँ सद्गुरु श्री देवचन्दजी महाराजजीको माता पिताको समाधि स्थल हो यो। यहीँ नै प्रणामी समाजका प्रखर विद्वान परमहंस बाबाजी लक्ष्मीदास महाराजजीको पनि यहाँ समाधि स्थल रहेको छ। दीनदयाल महाराजजीको पनि यहाँ धेरै समाधि रहेको रहेछ। यसै गरी पुजारी खिका प्रसादजी जो एकदम पुराना पुजारीजी हुनुहुन्थ्यो उहाँको। यसै गरी धेरै सन्तजनहरूको यहाँ समाधि, धेरै भक्तजन सुन्दर साथीहरूको पनि यहाँ समाधि स्थल रहेको। सबै समाधिहरूमा श्रद्धा सुमन अर्पण गर्दै सुन्दर साथीहरू यो नौदेउरीको दर्शन गर्दैछौँ। हजुरहरूले पनि दर्शन गर्नुहोस्। एकदमै कलात्मक त्यतिखेरको यो एकदमै त्यतिखेरकै बनेको यो चिज। यो जग्गालाई हरिदासी माइले भन्नुभयो यो पहिला त समय थियो नि जमिन लगाएपछि अनि खन्ने मान्छेहरूलाई तालिम दिने विद्यार्थीहरूलाई यसरी नियमले यसरी चाहेको तिमीले सम्झौता मूल नमिन राज किताबको चौका पढ्दाखेरि यहाँको शब्द यता हुन्छ यताको शब्द मिलाएर एउटै लाइन बनाएर हुन्छ छुट्याएर पढ्न सक्नु पर्यो। ओ नमिन लागु पायो भन्ने राजको प्रकरणमा आउँछ होइन। पढ्दाखेरि हुन मुन्न लागु पायो भनेर पढ्यो है राम्रो हेरेर पढ्नु दिइहाल्नु भयो मलाई त्यसरी दिएको मलाई पढ्दा दिदी गर्दा आफ्नो गलत पढ्दा क्या लेखेको हस्त सुन्दर साथी नौदेउरीबाट सम्पूर्ण सुन्दर साथीहरूलाई प्रणाम गर्दछु। सबैले यो नौदेउरीको दर्शनको साथमा यो अहिलेको यो प्रत्यक्ष दर्शनलाई यहीँ पुरा गर्दैछु। सुन्दर साथीहरूले कसले कहाँबाट हेर्नु भइरहेको छ कृपया कमेन्टमा भनिदिनु होला है। म यसरी नै अगाडि पनि तपाईँहरूलाई दर्शन गराउने प्रयास गर्नेछु। तर पक्कै पनि तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ ठाउँको नाम लेखिदिनु होला। हस्, प्रणाम। केही जिज्ञासा भए तपाईँहरूले बताउन सक्नुहुन्छ। म यहाँबाट गुरुजी विद्वानहरूबाट त्यसको उत्तर पनि लिने प्रयास गर्नेछु। हस् त, प्रणाम।